अब चाहिँ डोप रेडी हुँदैछ, मेरो नानाले पनि गर्नुहुँदैछ। अन्त चाहिँ अब म चाहिँ खोर्सानी पनि ल्याएर भाइले राखिरहेको छ। हात त यस्तो यस्तो गति भइसक्यो। ए हेर्नु होला, यस्तो हालत भइसक्यो। गम्बुट पनि यस्तो भइसक्यो मल बोकेको र। त्यही भएर पनि करेला रोपिसकेर चाहिँ खोर्सानीको डोप बनाएको हामी चाहिँ। अब चाहिँ डल्ले रोप्नुपर्छ। मैले यहाँ डोप बनाएर यस्तो भइसकिसकेँ। डोप गर्नुपर्छ, यो भित्र चाहिँ मल हाल्नुपर्छ। हुन्छ मल हाल्यो डोपमा, अन्त माटो मिसाएर चाहिँ बनाउनुपर्छ। अहिले मेरो नानाले सघाइदिँदैछ, किनभने म चाहिँ मल बोकेको होइन हत्तु भएँ। हेर्नुहोस् त, यो अलरेडी खोर्सानी थियो पुरानो, तर अब किनभने चाहिँ अब एकपल्ट फलेर चाहिँ यसले फल चाहिँ राम्रोसँगले दिँदैन। त्यही भएर नयाँ बिरुवा लगाएको। नयाँ बिरुवा लगायो भने चाहिँ धेरै लामो समयसम्म फल्दै बस्छ। यो चाहिँ लास्ट इयर लगाएको। योपालि हेर्नुहोस् त, यस्तो फुल्नु आँटेको छ, फल्दैछ। योपालि चाहिँ हामीले पुरै लगाइसकेको छ, पुरै हामी डोप बनाइसक्यो। खोर्सानीलाई सार्नु मात्रै छ। लास्ट इयरको खोर्सानी यहाँ पुरै छ। म चाहिँ मल बोकेको हत्तु भएर चाहिँ भिडियो बनाउनु सकिनँ। हेर्नुहोस् त, सानो पनि डल्ले फल्नु स्टार्ट पनि भइसकेको छ। यो डल्लेको बिउलाई चाहिँ यता लगेर चाहिँ टकटक हाल्नुपर्छ। अलरेडी यहाँ डोप रेडी भइसकेको छ। यो डोपमा चाहिँ अलिकति सानोबडे जग्गा बनाएर चाहिँ जग्गा बनाउने। अनि डल्ले चाहिँ हेर्नुहोस् त, पटमा कति राम्रो खिलिरहेको छ। यो पटबाट चाहिँ डल्लेको बिउलाई निकाल्नुपर्छ। डल्लेको यो बिरुवालाई मैले पटबाट निकालिसकेको छु। सिङ्गे झार पनि पलाएको छ, बिरुवालाई निकालिसकेको छु मैले। हेर्नुहोस् न, जरा आएको कस्तो राम्रो ठिकै रहेछ। नहाने पनि रहेछ सानोबडे। यसरी राख्ने, अनि यसलाई चाहिँ दुई हातले यसरी मल करेलालाई जस्तै मल दुईपट्टिबाट माटो दिने। यसरी चाहिँ यो चाहिँ अब एक दुई महिनामा चाहिँ मजाले फुल खिल्न थाल्छ। अलिकति यसलाई अलिकति अग्लो भएपछि आज अब टुप्पा टक्क भाँचिदिने। त्यसपछि चाहिँ मजाले फैलिएर आउँछ। हेर्नुहोस् त, लु चाहिँ म रोप्दैछु। अब म डल्लै रोपिसकेर मात्रै भिडियो बनाउँछु। मेरो पन्जा चाला त्यस्तो भइसक्यो, बेसी माटो र मलचोकले। लास्ट इयरको खोर्सानी त्यो लडेर पनि हेर्नु त कति राम्रो खसँगले फुल्दैछ। यहाँ नयाँ मुना पनि पलाएछ कति राम्रो। यहाँ चाहिँ डम्मै खोर्सानी थियो लास्ट इयर। खोर्सानी चाहिँ मैले रोपिसकेँ, हात पनि देख्नु जस्तो भइसक्यो। अहिले चाहिँ पन्जा लगाएको छैन, किनभने पन्जामा एकदमै ज्यादा माटो जामेर अप्ठ्यारो भयो। यत्रो खोर्सानी रोपिसकेको छु। अब चाहिँ हामीले खोर्सानी रोपिसकेको छौँ। यस्तो भएको छ हात चाहिँ। खोर्सानी रोपिसक्यौँ। अलिकति मेरो दिदीले बार बनाउँदैछ। अस्ति हामी एक्रोनेटले बारीको भित्र पनि रोपिसकेको छौँ। तपाईँलाई म देखाउनु छु, सरिसकेको छ। रोपिसकेको छौँ, अझै यता पनि रोपिसकेको छौँ। तपाईँले देख्नु हुँदैन, तर देख्नुहुन्छ, किनभने मृगले अस्ति नै मृगले खोर्सानीको टुप्पा चाहिँ खाइदिइसकेको छ है। तर पनि मुनिबाट पलाउँदैछ। हरेस खानु हुँदैन है भन्ने कुरो चाहिँ यहाँबाट बुझिन्छ। बिचरा हेर्नुहोस्, टुप्पै छैन तर पनि मुनिबाट मुनाहरू आउँदैछन् कलिलो। चाहिँ खाइदिएको छैन, यो चाहिँ ठुलो छ राम्रै। यो पनि छाम्रोमा, यसलाई चाहिँ ग्राउन्ड एप्पल भनेर पनि भनिन्छ। यो चाहिँ एकदम मिठो हुन्छ खाँदाखेरि। यसको फेदमा चाहिँ पुरा छ खानेकुरा, तर हामीले भक्कै भएर चाहिँ खाएको छैनौँ। पुरा चाहिँ यो पनि हेर्नु सक्नुहुन्छ। यो पनि यो खोर्सानी पनि माछेको छ मृगको हमलाबाट हुन्छ है। अहिले खोर्सानी रोपेर चाहिँ कति हराभरा देखियो है। एकदमै प्रेरणादायी छ यो क्रियाकलाप चाहिँ। मलाई एकदमै राम्रो लाग्छ यस्तो कार्यहरू चाहिँ। यस्तो कार्यहरूले चाहिँ मैले प्रोत्साहन दिन्छ जीवनमा। हेर्नुहोस् त, मल हालेर खोर्सानी रोपेर कति राम्रो देखिएको छ त। यो चाहिँ हामीले बन्देल तर्साउने बनाएको। यो चाहिँ हाम्रो घरबाट कनेक्सन यसको चाहिँ घरमा छ। हाम्रो घर चाहिँ धेरै टाढो छ, यहाँबाट त्यही गएको छ, देख्दैन पनि। तार आएर चाहिँ दोरी आएर त्यस्तो भएको छ। यो चाहिँ हल्लाउनुपर्छ राति पशुहरूको आक्रमणबाट। यो हरियो सब्जीहरूलाई बचाउनुको निम्ति चाहिँ हामीले गरेको हो बन्देललाई विशेष गरी चाहिँ, किनभने बन्देलले चाहिँ एकदमै खेतीबारी नष्ट गरिदिने सम्भावना छ। यसरी यहाँ चाहिँ माथि घरबाट हल्ला हुँदा चाहिँ यो टिन बच्चा अनि बन्देलहरू भाग्छ। यो चाहिँ मैले यहीँबाट मल बोक्दै थिएँ। एकदमै मैले साह्रो परेर चाहिँ भिडियो बनाउन सकिनँ। यो चाहिँ कम्पोस्ट राम्रो छ नि, यो चाहिँ गाईको मल हो। अब चाहिँ बल्ल बल्ल काम सकियो। अब चाहिँ घर जाने। हामीले खाजा पनि खाएको छैन। 4 बजेर 30 मिनट गइसकेको छ। दिउँसोको खाजा भनौँ, लन्च पनि गरेको छैन। अब सिधै गएर गर्ने एकैचोटि। इस्कुसको टुप्पा कति राम्रो।